आज देशको अवस्था जटिल छ। देशमा अन्तर्राष्ट्रिय साम्राज्यवादीहरूले नङ्ग्रा गाडेका छन्। आफूलाई राष्ट्रवादी भन्ने, आफूलाई विकासवादी भन्ने, आफूलाई जनताको पक्षधर भन्ने शक्तिहरू पनि छदम भेषमा छन् र उनीहरूले यो लोकतन्त्रलाई समाप्त गर्न खोज्दैछन्, विधिको शासनलाई समाप्त गर्न खोज्दैछन्, दलीय व्यवस्थालाई समाप्त गर्न खोज्दैछन्। राजनीतिक दलहरूलाई समाप्त नगरिकन आफ्नो स्वार्थ पूरा हुँदैन भन्ने कुरा उनीहरूले बुझेका छन्। त्यसो भएको हुनाले जेनजीको नाउँमा 2324 गते आन्दोलन होइन, देशलाई हमला भयो, देशलाई एउटा युद्धको रणभूमि जस्तो बनाइयो भन्ने हाम्रो निष्कर्ष जो थियो, विविध घटनाक्रमहरूले दिन प्रतिदिन त्यो पुष्टि हुँदै गइरहेको छ। दुर्गा परसाईजीलाई मध्यरातमा गिरफ्तार गरियो। दुर्गा परसाईजीका असङ्ख्य कमजोरी होलान्, असङ्ख्य गल्ती होलान्, तर जुन इस्युमा उनलाई गिरफ्तार गरियो बेठिक हो भन्ने हाम्रो निष्कर्ष हो। उनले यो आन्दोलनका नाममा भएका घुसपेटहरूलाई एक्सपोज गरेका कारणले उनी आज जेलभित्र छन्। उनलाई विगतमा बैंक ठगीको आरोप लाग्थ्यो, विगतमा धेरै चिजहरू उनीमाथि आरोप थिए, तर उनलाई आज चाहिँ ती कुनै आरोपमा होइन, उनलाई चाहिँ आन्दोलनमा भएको विदेशी चलखेल र हस्तक्षेपलाई एक्सपोज गरेको आरोप छ। म यो जेनजी आन्दोलनको घोडा चढेर रफ्तारमा हिँडिरहेको, यो आफूलाई अरबी घोडा ठान्ने यो अरबी घोडा होइन, यो लोकल खच्चर चढेर हिँडेको सुशीला कार्कीको सरकारलाई अनुरोध गर्न चाहन्छु, उठेका विषयहरू त स्पष्टीकरण दिने होला नि, प्रश्न पार्ने होला नि। 23 गते सिभिल हस्पिटलमा गएर घाइतेहरूलाई तपाईँले जुन ढङ्गले इमोसनल ब्ल्याकमेलिङ गरेर उचाल्नुभयो अन्तर्राष्ट्रिय डिजाइनमा, आज ती घाइते परिवार र शहीद परिवार माइतीघर मण्डलाएर तपाईँका मन्त्रालयमा धाइरहँदा तपाईँहरूले दिएका जवाफहरू चित्त बुझ्दा छन् त? ल हामी त तपाईँसँग रिसाकै आउँला। आन्दोलनका मर्म र भावना बोकेका, पीडा दुःख बोकेका, आफ्नो परिवार गुमाएका सदस्य खुसी छन् त? महावीर पुलले दिएको जवाफले उनीहरू खुसी भयो होला त? जेनजी 2 ले जाँदाखेरि क्यामेरा लिएर मेरो अगाडि नआऊ, गाउँ जाऊ, चुनाव लड, जित, सरकार बनो, अनि माग पुरा गर, यो कुराले खुसी होला नि त ती जेनजी आन्दोलनकर्ताहरू? ओम प्रकाशजीले दिएको जवाफले उनीहरू खुसी होला नि त? नयाँ खोल्छौ कि पुरानो खोल्छौ, दल खोल। हामी कुनै दलमा आबद्ध हुँदैनौँ, हामी चुनावमा जाँदैनौँ, त्यो भएर हामीलाई मतलब छैन। यसबाट के बुझिन्छ भने दलीय व्यवस्थाको विकल्पको रूपमा निरङ्कुश शासन अथवा निर्दलीय शासन अथवा गैरजिम्मेवार व्यक्तिहरू शासनमा जाँदा न जनताको पहुँच हुँदो रहेछ, न आन्दोलनको भावना समेटिँदो रहेछ, न जनताको भावना समेटिँदो रहेछ। आज यो सभा 2 महिनाको अवधि चाहिँ नेपाल चाहिँ एउटा हरिबिजोग पारामा गइरहेको छ। कुलमान घिसिङले डडेलधुराको बजेट ल्याएर भक्तपुर धुलियल खण्डमा हालेछन्, 20 अर्ब बजेट। गोकुल बागसोडा र महेश बस्नेतलाई खुब माया गर्छन् भन्ने ठान्नु होला, किनभने त्यतिखेर केपी ओलीको सरकार हुँदा हामी दुईजना मिलेर हालेको बजेट हो त्यो। लामा कन्स्ट्रक्सनको 75% सेयर उनका भतिजाले किनेका र उनका भतिजाले केपी ओली सरकार चेन्ज भइसके पछाडि प्रचण्डजीहरू हुँदा मिलोमतोमा पारेका कारणले डडेलधुराको पैसा हालेर भियो गरेर आफ्नो पेमेन्ट उठाउन उनी पैसा हालेका छन्। इन्डियामा गएर अन्तर्देशीय ट्रान्समिसन लाइनमा त इन्डियाले प्रस्ताव गरेको भन्दा पनि बढी मूल्य तिरेर 43 करोड त देशलाई घाटा बनाइसकेका छन्। भौतिक मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय उनकै भागमा चाहिएको छ, किनभने त्यो चाहिँ नि मालदार मन्त्रालय, विद्युत प्राधिकरणको एमडी भएर माल चाहेको अनुभव उनलाई राम्रै छ, त्यही भएर उनलाई मालदार मन्त्रालय चाहिएको छ। रवि लामेछानेको पार्टीलाई कब्जा गरेर उपसभापति खाएर भावी प्रधानमन्त्री र 40% आफ्नो मान्छे राख्ने उनको सपना रासोपाले नमानेपछि सुमना, बालेन र सुदन गुरुङहरू सहितलाई समेटेर पार्टी खोल्ने सपना पुरा नभएपछि उनी अहिले उज्यालो नेपाल पार्टी र
बिजुलीको चिम चुनाव चिन्ह लिनको लागि दर्ता प्रक्रियामा छन्। हिजो दलहरूलाई गाली गरेर नेताहरूलाई गाली गरेर आएका कथित आफूलाई वैकल्पिक शक्ति भन्नेहरू आज सबभन्दा धेरै दल खोज्न किन होडबाजी छन्, किन सबभन्दा धेरै आफूलाई नेता बन्ने कुरामा होडबाजी गरिरहेका छन्? यसको मतलब के हो भने उनीहरूले दलहरूलाई गाली गरेका होइनन्, दलीय सिस्टमले गरेका होइनन्, उनीहरू आफूले दल खोल्न नपाएको कुरामा आक्रोश व्यक्त गरेका, चिन्ता व्यक्त गरेका। उनीहरूले नेताहरूलाई गाली गरेका होइनन्, उनीहरू आफू नेता भएर राज्यको स्रोत साधन र सम्पत्ति दुरुपयोग गर्न नपाएकोमा उनीहरू आक्रोशित भएका। नेताका छोराछोरीले नातावाद किरावाद गर्यो अथवा नेपो बेबी भनेर उनीहरूले नारा लगाएका होइनन्। सुशीला कार्कीदेखि कुलमानदेखि 11 जना मन्त्रीहरूका छोराछोरी विदेशमा छन् र नेपो बेबी चाहिँ नेताका छोराछोरीले मात्र होइन, राज्यमा पहुँच भएका न्यायिक क्षेत्रका, प्रशासनिक क्षेत्रका सबै क्षेत्रका व्यक्तिहरू नेपो बेबी हुन्छन् र यिनीहरू सबै नेपो बेबीका बाउआमा हुन् भन्ने कुरा पुष्टि भएको छ र त्यो अझ उनीहरू गर्न चाहन्छन्। र उनीहरूका जो गुरुहरू छन् ती गुरुहरूको देशमा चाहिँ दलीय सिस्टम छैन त? ती गुरुहरूको देशमा लोकतन्त्र छैन त? संवैधानिक सर्वोच्चता विधिको शासन छैन त? वाक स्वतन्त्रता छैन त? ती गुरुहरूको देशमा आक्रोश व्यक्त गर्दा अमेरिकाको ट्विन टावर चाहिँ आक्रमण गर्दा ओसामा बिन लादेन आतंकवादी भए, खोजी मार्यो अमेरिकाले। अनि हाम्रो सिंहदरबार, हाम्रो सर्वोच्च अदालत, हाम्रो सदन जलाउँदा चाहिँ ती चाहिँ क्रान्तिकारी भयो त? अब ती जलाउने, सबैलाई बचाउने, ती जलाका प्रमाणहरू गृहमन्त्रीज्यूको आदेशमा नष्ट गर्ने, हतार मर्मत र रङरोगन गर्ने, त्यो सँगसँगै जलेका 4000 गाडीहरूका अवशेषहरू सबै लुकाउने गृहमन्त्रीको धन्दा यही हो त? सञ्चार मन्त्री नेपो बेबी ट्रेन चलाउने, रिल, युट्युब, टिकटक जे हो त्यो सबै आज लस्ट भएको अवस्था छ। सञ्चार मन्त्रीज्यूकै पहलमा यो लस्ट गरियो भनिन्छ। उनको कोरिया भ्रमणको एउटा उद्देश्य आन्दोलनको सन्दर्भमा भएका आगजनी तोडफोड सबै का डिजिटल अर्काइभहरू जो छ त्यो सबै नष्ट गर्ने उनीहरूको चाहिँ प्लान भनिन्छ। यद्यपि त्यो पुरा नहोला, त्यो पुरा भए पनि पीडितहरूले, पत्रकारहरूले, प्रशासनले त्यसलाई राम्रै ढङ्गले कलेक्सन गरेर राखेको छ भन्ने मलाई लाग्छ। त्यही भएर यो सरकार कुनै निर्वाचन गराउन बनेको सरकार होइन। यो सरकार लोकतन्त्र र विधिको शासनलाई जुन डिरियल भएको छ, आउट अफ ट्र्याक गएको छ, त्यसलाई ठिक दिशामा ल्याउनको लागि बनेको सरकार होइन। यो सरकार दिन प्रतिदिन सङ्कट थप्नको लागि बनेको सरकार हो, अन्योलता र अराजकता सिर्जना गर्नको लागि बनेको सरकार हो। यो सरकारले निर्वाचन गराउँदैन भनेर हामीले भन्दा मान्छेले पत्याएका थिएनन्। नेपालमा मतदाता नामावलीमा नाम सङ्कलन गर्नको लागि निर्वाचन आयोगले विकास गरेको एप्सलाई सर्भर चाहिँले काम गरेन, यो चाहिँ ह्याङ भयो के भयो भनेर धेरै नयाँ मतदाताहरूले आफ्नो नाम राख्न पाएनन्। जेनजी पुस्ताले यसपालि पनि भोट हाल्न पाउने लक्षण देखिँदै छैन। विदेशमा रहेका युवाहरूलाई भोट हाल्ने व्यवस्था गर्छु भनेर उचाले कुन विधिले विदेशमा रहेका युवाहरूलाई भोट हाल्न दिन्छन् त? त्यो विदेशमा मतदान केन्द्र कहाँ हुन्छ त? एमबिसीमा हुन्छ कि फुटपाथमा ओखर बदम किनेर खाने ठाउँमा हुन्छ कि अथवा रेस्टुरेन्टमा तन्दुरी खाने ठाउँमा हुन्छ कि? त्यसको आधिकारिकता के हो? त्यसको अपडेट कसरी हुन्छ? भोटिङ राइट्स कसरी दिइन्छ? समानुपातिक मात्रै दिने हो कि प्रत्यक्षमा पनि भोट हाल्न पाउने हो कि? यो धेरै गम्भीर विषय छ। यो विषय म युवा सङ्घको अध्यक्ष हुँदा 67 सालमै लाहानमा हामीले उठाएको विषय। यो जटिल विषय भएर हामीले पछि बेला अलि लोसाउन गरेको। युवालाई रोजगार दिए भने बेरोजगार भत्ता दिए, 16 वर्ष पुगेका युवालाई मताधिकार दिए, विदेशमा रहेका युवालाई मताधिकार दिए। यी आन्दोलन त उहिले हामी जेनजी हुँदै उठाएको आन्दोलन। अहिलेका जेनजीहरूलाई नयाँ मुद्दा भनेर यी साथीभाइहरूले भ्रम छर्नुको कुनै अर्थ छैन। यो 2 सभा 2 महिनामा सरकारको असक्षमता जनताको बिचमा प्रकट भएको छ, मिडियाको बिचमा प्रकट भएको छ। यो 2 सभा 2 महिनामा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल व्यापक मात्रामा आएको छ। 24 गते बानेश्वर आसपासमा जेनजीको हजारमा सुशीलादेखि जेनजीको काका ओम प्रकाशजीसँग कहाँ किन बसी? बानेश्वरको अब युरोपियन युनियनको घर भन्छ हो किन थाहा छैन, पुष्टि गर्न पर्ला, अनुसन्धान गर्न पर्ला। त्यसो 5औं तलाबाट नेताहरू यो हेलिकप्टरमा उडे, हिजो मेरो यो साफसो कुरा भएको थियो भन्ने खालका संवादहरू आएका छन्। किन उड्न दिएका, मार्न पर्ने भन्ने कुरा संवाद आएको छ। यी घरहरू जले, यहाँ त ठुलो क्याजुअलिटी भएको होला भनेर गृहमन्त्रीको आवाज आएको छ।
मरे मरौँ न त भनेर त साइडमा अर्कोले बसेर बोलिरहेछ। त्यही एउटा पात्र कहिले गोविन्द केसीको अनसनमा तोसीमा कार्की सँगसँगै गएको छ, कहिले इनफ इज इनफ कार्यक्रममा बानेश्वरमा गगन थापाजीहरूसँग सँगसँगै गएको छ, कहिले विवेकशील साझा पार्टीको साथीहरूको अभियानमा अनेक खालका ट्रस्टमा संलग्न भएर आर्थिक उठाउने धन्दामा लागेको छ, कहिले बालेनजीको महानगरलाई चुनाव जिताउने अभियानमा लागेको छ, कहिले राजसभाको अभियानमा लागेको छ, कहिले दुर्गा प्रसाईको अभियानमा लागेको छ, कहिले जेन्जी आन्दोलनमा लागेको छ। यो देश ध्वस्त बनाउनको लागि त्यतिखेर स्वस्थानी कथा जस्तो 1000 जिब्रा भएका शेषनाग भने जस्ता यिनीहरू 1000 जिब्रा भएका शेषनागहरू विदेशी दलालहरू लुसिफरहरू लागेका छन्। यिनले जस्तोसुकै बोली पनि बोल्छन्, यिनले जस्तोसुकै अनुहार पनि फेर्छन्। यो कुरा हामीले भन्दाखेरि सुरुमा साथीहरूले पत्याएका थिएनन्, हामीमाथि नै उल्टो आरोप लगाएका थिए, हामीले भ्रष्टाचार गर्यौँ भनेका थिए। सभा 2 महिना भयो, हाम्रो अध्यक्षजीले भन्नुभयो मबाट सुरु गर। मैले भने हामीमाथि पनि छ भने हामीबाट सुरु गर, अझ मैले त त्यति नबनाए हुन्थ्यो भन्नु। साथीहरूले बिचमा खुकुरिरह, दोषीदेखि काटिन तयार छु, देखिन भने के हो तिमी तयार छौ त भनेर सोधेँ। त्यति चाहिँ नबनाए हुन्थ्यो। त्यो त मैले आफ्नो कामप्रतिको प्रतिबद्धता, मेरो इमानप्रतिको प्रतिबद्धता प्रकट गरे हो नि। काट या काट्छु भने त होइन नि त, त्यो त एउटा प्रतीकात्मक शब्द हो नि। एउटी आमाले छोराले धेरै कुरा मान्नु बढी हुन्छ, मारिदिउँ भन्छ, त्यो छोरा मारल भने हो र? तँलाई मारिदिन्छु नि अहिले भन्छ नि आमाले, त्यो आमाले छोरा मार्न भने हो र? त्यो त सुधार्न भने हो नि। त्यही भएर गलत आरोप नलगाऊ। भ्रष्टाचारका आलमा डुबेर कुलमानजी अरूलाई भ्रष्टाचारको आरोप नलगाऊ। रामेश्वर खनालजी आफू अर्थ मन्त्रालयको सचिव हुँदा उद्योग व्यवसायसँग सेटिङ गरेर करका दर रेटहरू के गरेछ, छानबिनको दायरामा आउनु तपाईँ पनि तयार हुनु पर्यो। अहिले तपाईँले लाभांश कर दिएर स्रोत नखुलेका कम्पनीहरूमा हिजो तपाईँ कन्सल्टेन्ट भएर 2-4 करोड कमिसन खाएको भरमा दोस्रो एनसिएल काण्ड घटाउने जुन काण्ड गरिरहनु भयो त्यसको छानबिन गर्नुपर्छ नि। यो त ताजा कुरा होला नि त। महान्यायाधिवक्ताज्यू अरूले त आरोप लाउनुहुन्थ्यो। डिएनएसित सम्बन्धित गम्भीर फौजदारी अपराधको केसमा मुद्दा फिर्ता लिनुभयो तपाईँ र तपाईँको छोरी संलग्न भनेर सारा मिडियाले भनिरहेको त्यो बारे पनि त छानबिन हुनुपर्ला। नेपाली जनताको बिचमा जुन गोरु आए पनि कानै चिरेको रहेछ भने जस्तो जुन पर्न खोज्दैछ, यसलाई हामीले सच्याउनुपर्छ। लोकतान्त्रिक विधिमा, संसदीय प्रणालीमा सरकार मन नपरे फेर्न पाइन्छ, पार्टी मन नपरे 5-5 वर्षमा चेन्ज गर्न पाइन्छ। तर अहिलेको यो सरकार कहाँ फेर्ने, यसको आवाज कसले सुन्ने? अस्ति शिक्षकहरूको एउटा टिम आएको थियो मका, महावीर पुललाई भेट्नु त सियालको सिङ भेटे जस्तो हो भने। किनभने अब कहिले केशर मल छ भनेछ, कहिले सिंहदरा छ भनेछ, म फोन नि उठाउन भनेछ, कट्टु लाएर हिँडेछ। अब महावीर हो कि को, गाडीमा कुद्छु भनेछ, भिआइपी युज गर्दिनँ भनेछ, सिंहदरा आउँछु भने 2 घन्टा आउँदैन, किन भन्दा गाडीको यहाँ सिटै पाइएन। अब यो खालको ल्याङ फ्याङ्गे मान्छेहरू मन्त्री भएर हाम्रा मन्त्रीहरू, हाम्रा पूर्व प्रधानमन्त्रीहरू चाहिँ एयरपोर्टबाट मेटल डिटेक्सनबाट बेल्ट खोलेर जुत्ता खोलेर जानुपर्ने, अनि विदेशी कूटनीतिक नियोगका सदस्यहरू चाहिँ नि भिआइपी प्रयोग गर्नुपर्ने। अनि त्यो विदेशी कूटनीतिकहरूले के भन्लान्? मामलो आएको भान्जोले चाहिँ नि 84 व्यञ्जन, आफ्नो छोराले चाहिँ गुन्द्रुक भात खाँदैपछि त्यो भान्जोले छोरालाई कति हेप्ला? अन्तर्राष्ट्रिय जगतमा हाम्रो प्रतिष्ठा कहाँ पुग्ला? त्यही भएर स्टन्टबाजी गरेर देश चलाउने, लोकतन्त्रको चिर हरण गर्ने यो निरङ्कुश सरकारलाई सच्याउनको लागि हामीले के भन्यौँ भने अब संसद पुनर्स्थापना गर्नुपर्छ। यो सुरुमा एमालेको मात्रै एजेन्डा जस्तो थियो, प्रहारको निशाना एमाले हो, केपी ओली हो। त्यही भएर चुनावमा जान डरायो कि भने त हामीले भन्यौँ चुनावको वातावरण छैन। म्यानमारदेखि बङ्गलादेशदेखि जहाँ जहाँ जेएनजीका नामका आन्दोलन भए ती कुनै देशमा चुनाव भएको छैन। त्यही भएर यहाँ पनि त्यो वातावरण छैन भन्यौँ हामीले। दलका नेताहरूलाई स्थान तोक्ने, पासपोर्ट रद्द गराउने, हुँदा प्रहरीको आइजिपीलाई रिटायर भएको 24 घण्टा बित्न नपाइकन पासपोर्ट रोक्या छ। भिआइपी प्रयोग गर्न पाउँदैन। इमिग्रेसन यही सरकारले चलाएको छ। जुत्ता र बेल्ट समेत मेटल डिटेक्सनमा चेक गर्छ, रोक्नुपर्छ र जान दिन मन नलाए त एयरपोर्टमा रोके भइगयो नि। यो खालको नौटङ्कीले गरेको छ। म गौरीबहादुर कार्कीज्यूलाई धन्यवाद दिन चाहन्छु। भाषा हिजो अलिकति उहाँको सफ्ट आयो,
केपी ओलीले किन रोक्या भन्दा केपी ओली चाहिँ नि भ्यालीभन्दा बाहिर जाँदा अहिले असुरक्षा हुन्छ कि भनेर रोक्या, विदेश जाँदा पनि उहाँहरूको आलोचना होला कि भनेर रोक्या। एमालेको मात्रै होइन, उहाँहरू सबैको नेता हो। अहिले चाहिँ उहाँ ठिक ट्र्याकमा आउनुभयो। उहाँले चाहिँ यति कुरा अहिले बुझ्नुभयो, त्यसलाई म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। हामी चाहिँ आलोचना मात्रै गर्ने होइन, हामी चाहिँ रचनात्मक आलोचना गर्ने मान्छे हो। त्यही भएर उहाँको यो शब्दलाई म सम्मानै गर्छु, सलामै गर्छु। अब पार्टीहरूलाई के भन्छ निर्वाचन आयोग भने चुनाव चिन्ह प्रयोग गर्न पाउँदैनस् भन्छ। ल कस्तो चुनाव गर्ला हामीले? चुनाव गर्दैछौँ रे, पार्टीहरूले चाहिँ चुनाव चिन्ह केही पनि प्रयोग गर्न पाएन। त्यो झन्डामा नि हाल्न पाइँदैन रे, टोपीमा नि राख्न पाइँदैन रे, कहीँ पनि गर्न पाइँदैन। अब कस्तो चुनाव त? अब जनताले के भन्ने त? अब चुनाव चिन्ह केमा भोट हाल भन्ने त? अब यो आचार संहिता बनाउने निर्वाचन आयोग पनि स्टनबाजीमै रमाउन थाल्यो कि? अब दलहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न जाँदा आज सिमराकै विषयमा अलिकति बोल्नुपर्छ भन्ने चाहिँ यहाँ प्रिय चौतारीको कुरो। युवा सङ्घ नेपालले केन्द्रीय कमिटीको बैठकबाट जेनजी युवाहरूसँगको अन्तर्संवाद, कार्यक्रम नामै त्यस्तो राम्रो छ, जेनजी युवाहरूसँग अन्तर्संवाद प्रत्येक प्रदेशमा जागरण सभा भनेर सुरु गर्यो। अस्ति दाङमा म, प्रदीप गेवाली कमरेड, भानुभक्त ढकाल, क्षितिज थेबे, राजीव पहाडी लगायतको टिम गयौँ। शानदार ढङ्गले हामीले सम्पन्न गऱ्यौँ। त्यहाँ औपचारिक अनौपचारिक छलफल गऱ्यौँ। कतिपय जेनजी युवाहरू प्रवेश गर्नुभयो। उहाँहरूका मागलाई सम्बोधन गर्ने कुरा गऱ्यौँ। हामीले बालनको स्टाटसको भरमा तपाईँहरूले संसद विघटन गर्न जुन खालको भूमिका खेल्नुभयो त्यो बेठिक गर्नुभयो भन्दा हो हामीले बेठिक गऱ्यौँ भन्ने ठाउँमा उहाँहरू पुग्नु भएको छ। जेएनजीको नाममा तपाईँहरूको भाग चाहिँ खोसेर खाइदियो वर्तमान सरकारले। यी कुनै जेएनजीका प्रतिनिधि हो भन्नुभएको छ। त्यही भएर हामीले के भन्यो भने संविधान संशोधन गरेर जेएनजीका मागहरू पुरा गर्नु पर्यो भने पुरा गर्ने, संसद पुनर्स्थापना पछाडि सर्वदलीय सरकारमा जेएनजीको समेत प्रतिनिधित्व गराउने भन्ने ढङ्गका कुराहरू हामीले गऱ्यौँ। त्यो कुरामा उहाँहरूको पनि सहमति छ। र अहिले 12 मा परवानीपुरमा हामीले गर्न खोजेको कार्यक्रम पनि त्यही थियो। पर्सि 5 गते हामीले नेसनल भोलिन्टियर फोर्स काठमाडौँमा 11 बजे माइतीघर मण्डलामा हाम्रा पार्टीका अध्यक्षज्यूलाई नै बोलाएर भव्य कार्यक्रम गर्दैछौँ। त्यसको तयारी भएको उनीहरूले म नजाउँ कि भन्ने थियो, म बिहानसम्म पनि नजाउँ कि भन्ने थियो। फेरि त्यहाँ किसान श्रेष्ठ, लीला श्रेष्ठ, हाम्रो चाहिँ राजकुमार गुप्ताजी, ज्वाला शाहजी सबैले मएपछि तपाईँ एकछिन आइदिनुपर्छ, मधेसको युवाहरूलाई तपाईँहरूले एकदम ऊर्जा दिनुपर्छ, मधेसमा तपाईँको खोजी छ भनेपछि म बिहान आकस्मिक निर्णय गरेर जाने निर्णय गरेको। अब त्यहाँको ओडाले उत्साहित भएर एउटा गेट बनाएको छ। अब 8-10 जना मान्छे आएका छन् जेएनजीका नाममा। मलाई त्यो कोही जेएनजी हो भने मलाई लाग्दैन, त्यो जेएनजी होइन। त्यो जेएनजीका नाउँमा एमालेबाट आफू कमजोर भयौँ भन्ने ठानेका, अब को हुन् के पहिचान नभइकन यही हुन् भने त म भन्न सक्दिनँ होइन। अब मधेसको एमालेको मुख्यमन्त्री बनाएको छ, त्यहाँ धेरैले मन परेको छैन, राष्ट्रिय झन्डा पाल्नेदेखि तोडफोड गरेकै छन्। अब पत्रकार साथीहरूले नि यसको खोजबिन गर्नुहोस् होइन। सिमरामा 5 दलीय गठबन्धन बनेर माओवादीले जित्या छ, अब अरू जोडी जित्दैन, हालत पातलो छ। त्यहाँ एमाले नै हो, विगतमा जित्या, भोलि जित्यो भने एमाले नै हो। अब राप्रपा पनि त्यहाँ अलिअलि प्रभाव भएकै ठाउँ रहेछ। अब फेरि राजा ल्याउन सकिन्छ भने एक थरी लागेका छन्। यी धेरै त्यहाँ शक्तिहरू एकदम धेरै शक्ति मिलेर 25-30 जना जम्मा भएर छ। धेरै मिलेर 25-30 जना जम्मा भएछन्, गेट भत्काएका छन्, हाम्रो फोटोमा लात्तीले हानेछन्, के गर्छन्। त्यहाँका स्थानीय युवाहरूले अब यो लोकतान्त्रिक पद्धतिमा यति त नगर्नु न, कार्यक्रममा आउन दिने कुरा त तपाईँहरूले रोक्नु भएन। ठिक छ, उहाँको कार्यक्रमप्रति तपाईँको आपत्ति छ, हाम्रा भनाइहरू हाम्रा दृष्टिकोणप्रति तपाईँहरूको फरक मत छ भने त उहाँहरूले अर्को कार्यक्रम गरेको। हाम्रो जत्रो कार्यक्रम गर्न सक्ने त उहाँको हालत छैन। प्रेस मिटबाट आफ्नो कुरा राखेको केही नभए पनि अहिले त सोसियल मिडियाले यदि सजिलो बनाइदिएछ कि घरको कोठामा बसेर चुकुल लगाएर लाइभ हाने भयो। आफ्नो घरमा बस्न डर लाग्छ भने साथी घरबाट लाइभ हाने भयो। धेरै अप्सन छ नि त। गेट भत्काउन बसेर कोही दामे कोही नभए मौका पाएर गेट भत्काउने, त्यहाँको स्थानीय युवाले प्रतिरोध गरेपछि 10 जना मान्छे गएर उसको के अरे एयरपोर्टको गेट धकेल्छ। स्वयं प्रहरी परिचालकले चाहिँ हेरिरहन्छ। भनेपछि प्रहरीको मनोबल कति कमजोर छ। 500 चौकी भत्किएको, हतियार खोसिएको, ड्रेस लुटिएको, आफ्नो सहयोगता घाइते भएको, आफ्नो सहयोगता मरेको प्रहरीको मनोबल कति कमजोर छ भन्ने यहाँबाट देखिन्छ। कहिलेकाहीँ त्यो बिरालो, हामी बच्चा छँदाखेरि बिरालो तातो दुध चोरेर खान्छ,
अनि त्यो थुतुनो पोलेपछि त्यो खाली भाँडा पनि जाँदैन कि त दुध छ भने ठानेर बिचरा आज पुलिसको हालत त्यो छ। जेएनजी आन्दोलनमा पुलिसहरूले यति धेरै दुःख दिएका छन्, 10-12 जना ठुल्ठुलोले कराए कि प्रहरीले चाहिँ प्रतिरोध नगर्ने एउटा अवस्था छ। कसका लागि गर्ने, केका लागि गर्ने, किन गर्ने भन्ने एउटा प्रश्न छ नि त। यो प्रश्नको जवाब त गृहमन्त्रीले दिनुपर्ने होला नि त। प्रहरीको लुटेको ड्रेस दिनुपर्ने होला, ड्रेस बदल्नु पर्ने होला, भोलि चोर पनि त्यस्तै ड्रेस लाएर आउला। रवि लामिछानेसँग भएका 14,000 कैदीमध्ये प्रहरीको ड्रेस लाएर प्रहरीको हतियार बोकेर आउलान् कतिपय। तिनकालाई निशस्त्र बनाउनु पर्ने होला, हतियार खोज्न पर्ने होला। भट्टाभट चालकको चाहिँ घर घरबाट कोठा कोठाबाट हतियार भेटिँदैछ। युवाहरूलाई उत्तेजित पार्ने, उद्वेलित पार्ने पठाउदेखि लिएर अनेक खालका कम्पनी, एनजिओ, आइएनजिओ, कतिपय आफूलाई मिडिया कर्मी ठान्नेहरू, कतिपय सेलिब्रिटी ठान्नेहरू कसको कहाँ के शङ्कास्पद छ भन्ने कुरा अन्यल छ। यो सबैको खोजबिन गर्नुपर्ने होला। अनि हामी जाने कुरा भइसके पछाडि के न्यु पाउँ र कन्याका चामलको भात खाउँ भएको थियो। 25-30 जना हल्ला गरिसकेपछि एयरपोर्ट बन्द, हामी बोर्डिङ गरेर अगाडि बढ्दैछौँ, एयरपोर्ट बन्द भन्ने एयर होस्टेसले सूचना सुनाउनु भयो। ल बस्नुहोस् न, खुल्छ होला। पहिला चाहिँ उहाँहरूले ट्राफिक जाम भन्नुभयो, पछि चाहिँ नि त्यहाँ आन्दोलन भयो अरे भन्नुभयो। अहिले खुल्ला छैन, भरे खुल्ला छैन, यहाँ न्युज त अर्कै ढङ्गले सम्प्रेषण भइरहेछ। अब सरकारले के चाहेको रहेछ भने अलिअलि जेएनजी नामका युवाहरू उचालेपछि त्यो एयरपोर्ट बन्द गराउने, के गर्ने, हाम्रो त्यहाँ जान नदिने। अब किन यति धेरै आतंकित भएको हामीसँग? हामी लोकतन्त्र पक्षधर, विधिको शासन पक्षधर, सुशासनको पक्षधर, प्रहरी प्रशासनको मनोबल बढाउनु पर्छ भन्ने मान्यता राख्ने हामीले त नेसनल भोलिन्टियर फोर्स बनाएकै यत्रो धेरै सरकारी कार्यालयहरूको आगजनी तोडफोड भएको छ। त्यसको अभियान, निर्माणको अभियान चलाउनुपर्छ भनेर हिजो तेह्रथुमबाट 100 वर्ष अगाडि हाम्रो अध्यक्षज्यूको बुवाले बनाएको पुर्खौली घरको सरसफाइ र मर्मत समारबाट त्यो बनाउन सुरु गरिसक्यौँ हामीले। हाम्रो पार्टी कार्यालयको मर्मत समारबाट त्यो सुरु गरिसक्यौँ। सरकारले हामीलाई अनुमति दियो भने, हाम्रो सहयोगको अपेक्षा गर्यो भने धेरै प्रहरी चौकीहरू हाम्रो पहलमा बनेका छन्। हामी सरकारी कार्यालय पनि बनाउन तयार छौँ भनेका छौँ। हामीले युथ भोलिन्टियर फोर्स त्यति पवित्र उद्देश्यलाई बनाएका छौँ। जनताको गिरेको मनोबललाई उठाउन, जनताको दबेको आवाजलाई उठाउन, प्रहरी प्रशासनको मनोबल बढाउन हामी कानुनलाई हातमा लिएर होइन, कानुनलाई साथमा लिएर राज्यका निकायले गर्ने कुनै काम, समानान्तर कुनै अभ्यास हामी गर्दैनौँ। हामी निवेदन लिँदैनौँ, मुद्दा लिँदैनौँ, केही गर्दैनौँ। आवाज विहीनहरूको आवाज उठाउने, गरिब शोषित पीडितहरूलाई राज्यको पहुँचमा पुर्याउने, भ्रष्टाचार अनियमितता भएका ठाउँमा त्यसलाई कन्ट्रोल गर्ने, त्यसलाई रोक्ने विगतमा हाम्रो सङ्गठनले यो कुरामा अलिक ध्यान दिएन कि भन्ने हामीलाई लाग्यो। त्यो भएर सामाजिक न्यायका मुद्दा उठाउने, अब सिंहदरबार जलाउन आउने तत्त्वहरूलाई जलाउन नदिनको लागि सम्झाउने, अब घर, औद्योगिक प्रतिष्ठान, मिडिया, पार्टी कार्यालय जलाउन आउनेहरूलाई सम्झाउने, यो पवित्र उद्देश्यले हामीले युथ भोलिन्टियर फोर्सको गठन गर्दैछौँ। हामी माइती घरदेखि 22 सामान्य र्याली गर्छौँ, रातो क्याप लाएर शान्तिपूर्ण। हामी कुनै त्यहाँ प्रहरीसँग झगडा पनि गर्दैनौँ, कुनै ब्यारिकेड तोड्दा पनि तोड्दैनौँ, ब्यारिकेडै राख्नु पर्दैन। हामी त त्यतिकै छोड्दा पनि हुन्छ। त्यति अनुशासित युवाहरू छन् हामीसँग। र हामी माइतीघर मण्डलको कार्की बेङ्कुटमा हाम्रो अध्यक्षज्यूलाई प्रमुख अतिथि बनाएर राष्ट्रिय स्वयंसेवक फोर्सको घोषणा गर्छौँ। 6 गते देशव्यापी हामीले 22 गते वडा तहको भेला गऱ्यौँ, 25 गते पालिका तहको भेला गऱ्यौँ, 29 गते जिल्ला तहको भेला गऱ्यौँ। 5-6 लाख व्यक्तिहरूलाई हामीले परिचालन गऱ्यौँ। हामी 6 गते उपत्यका स्तरको ठुलो सभा 11 बजे भिरकुटी मण्डपमा गर्दैछौँ। 5 गतेको 6 गतेको त्यो सभा व्यापक सफल भए पछाडि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ। अब हल्लिसक्यो, जरेछ भन्ने कुरो थाहा छ। यो अवैधानिक सरकार, संविधानले नचिन्ने पूर्व प्रधान न्यायाधीश र सर्वोच्चको पूर्व न्यायाधीश मानव अधिकार आयोग बाहेक कहीँ जान पाइँदैन। हिजो त्यही पछिमा ओगरत गरेकी जेएनजीको हजारमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ। त्यही भएर उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छन्। त्यही भएर आज 12बाट चाहिँ उनले हामीलाई एउटा धक्का दिएकी हुन्, हामीलाई त्यहाँ प्रवेश निषेध गरेर। तर म सुशीला आमैलाई र गिरिमन्त्रीज्यूले के भन्छु भने दुबोको त्यो ग्रोथ क्यापेसिटी यति धेरै हुन्छ कि तपाईँ यहाँ ढुङ्गा राखिदिनुहोस्, यताबाट आइहाल्छ। मुन्टो भाँदिनुहोस्, फेरि दोस्रोवटा पालुवा पलाइहाल्छ। त्यही भएर नेकपा एमाले र युवा सङ्घ नेपाल भनेको जनताको बिचमा यति धेरै पपुलर यो दुबो जस्तै हो।
उहाँले सिमरामा एउटा ढुङ्गो राखिदिनु भयो जेनजीका केही भाइ बहिनीहरूलाई उचालेर। अब हामी यताबाट 20वटा पालो हाल्नेवाला छौँ। 5 गते, 6 गते र 27 गतेको हाम्रो 11औं महाधिवेशनको जो सभा हामी गर्दैछौँ त्यो चाहिँ काठमाडौँमा अहिलेसम्म नभएको हामी गर्दैछौँ। त्यही भएर उहाँहरू कहिले जेएनजीलाई उचाल्ने, कहिले एमाले भित्रका कतिपय नेताहरूलाई उचाल्ने। एमाले भित्र पनि महाधिवेशनको बेलामा पोलिटिकल एजेन्डा होइन, नन पोलिटिकल एजेन्डाहरू उठाइदिने। केपी ओलीको अनुहार लिएर त हामी जान सक्दैनौँ है भन्छ एउटाले एकातिर बस्छ, एउटाले फेरि यो धरहरा बनेको जस चाहिँ लिने, मान्छे मलाई जस चाहिँ किन नलिने भन्छ फेरि अर्कोतिर, अब जस चाहिँ होइन। अर्को चाहिँ फेरि के भन्छ, केपी ओलीको विरुद्ध जो उठ्यो भने म भोट हाल्छु। अब म नेताहरूलाई के भन्न चाहन्छु भने यो खालको तपाईँहरूले जे एजेन्डाहरू उठाइरहनु भएको छ यो कुनै पोलिटिकल एजेन्डा होइन, यो नन पोलिटिकल एजेन्डा हो। यस्ता नन पोलिटिकल एजेन्डा चाहिँ महाधिवेशनमा इन्ट्री पाउनु हुँदैन। यस्ता आपराधिक एजेन्डाले इन्ट्री पाउनु हुँदैन। चाहे हामीले बनाउने नेसनल भोलिन्टियर फोर्स होस् अथवा हामी सबै त्यहाँ एज अ प्रतिनिधिको रूपले उपस्थित हुन्छौँ, पार्टीभित्रको आन्तरिक लोकतन्त्र र जनवादी केन्द्रीयताको अभ्यासलाई न्युट्रल बनाउने कुरा हामी भूमिका खेल्छौँ। हामी प्रतिस्पर्धाको आधारमा नेतृत्व छान्छौँ परिआए, सकेसम्म सर्वसम्मतै गरौँला, भएन भने प्रतिस्पर्धा गराउँछौँ। तर हिजो भीमरावले जस्तो दिउँसो तेल दिँदा नखाने राति कोल चाट्ने भन्ने उखान छ। हिजो हामीले उपाध्यक्ष दिएर 3 नम्बरको मर्यादा दिँदा उहाँको नखाने, अहिले चाहिँ माओवादी कहाँ गएर 6 नम्बरको मर्यादामा बस्ने। एउटा चाहिँ यो प्राकृतिक न्याय होइन, यो प्राकृतिक सर्कल भन्छ क्या, नेचुरल सर्कलको एउटा थ्योरी के हुन्छ भने त्यो जङ्गलको चाहिँ रुखहरू बुढा भएर पात झरेपछि चाहिँ त्यो पात चाहिँ त्यही रुखको मल हुनुपर्छ क्या। त्यो पात झरेर पारी जङ्गलको मल भयो भने त्यो रुख चाहिँ नि नैतिक रुख होइन, त्यो काम नलाग्ने रुख भन्छन्। आज महानेपाल झलनाथ, वामदेव गौतम हामीले हुर्काएर पलाएर बुढा भएका रुखका पातहरू अहिले प्रचण्डको जरामा गएर मल हाल्न खोज्दैछ। फेरि केही हुनेवाला छैन, यो मकाको कुहिएको रुखले जतिसुकै जरा हाले पनि केही हुनेवाला छैन। र एमालेलाई कमजोर बनाउनको निमित्त अन्तर्राष्ट्रिय शक्तिहरू, नेपालभित्रकै अराजक राजनीतिक दलहरू र अराष्ट्रिय तत्त्वहरूले जे अभियान चलाएका छौँ त्यसो भएको हुनाले आउँदो महाधिवेशनमा हामी नेतालाई भन्छौँ राजनीतिक एजेन्डा उठाउनुहोस्, आपराधिक एजेन्डा नउठाउनुहोस्। नेता बन्न रहर हो भने प्रतिस्पर्धा गर्नुहोस्। हामी प्रतिस्पर्धाबाट विजय भएर आउनुभयो भने तपाईँहरूलाई नेता मानेर काँधमा बोकेर हिँड्नको लागि तयार छौँ। तर कमसेकम यसपालि चाहिँ चोर आएको बेला चाहिँ सबै मिलेर चोरलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा बाउले बनाएको घरै मिलेन, बनाएको ढोकै मिलेन, चुक्कुले हाले मिलेन भनेर एक आपसमा द्वन्द्व गर्ने होइन। कमसेकम यसपालि चाहिँ केपी शर्मा ओली ज्यूलाई नै यो पार्टीको अध्यक्ष बनाउनुपर्छ। अन्तर्राष्ट्रिय शक्तिहरूलाई देखाउनु पनि र राष्ट्रभित्रका अराष्ट्रिय तत्त्वहरूलाई देखाउनु पर्ने भन्ने विचार मैले बोकेको छु। यो विचारको वकालत गर्दै म देशभरि कुदेको पनि छु। र आज बाह्रमा गएर बोल्नुपर्ने कुरा, बाह्रमा चाहिँ बोल्ने वातावरण नभएको हुनाले, अहिले निरङ्कुश सरकार भएको हुनाले, प्रतिगामी सरकार भएको हुनाले काठमाडौँमा प्रेस चौतारी नेपालको आयोजना यति धेरै मिडियाका साथीसँग मैले बोल्न पाएँ। मेरा यी आवाजहरूलाई सम्प्रेषण गर्नको निमित्त तपाईँले जे भूमिका खेलिदिनु भयो यसको लागि फेरि पनि तपाईँ सबैलाई धन्यवाद दिँदै मेरो भने अहिले टुङ्गेको छु। हस्, धन्यवाद। धन्यवाद। अब यस्तो छ, यो प्रश्न तपाईँले सोद्धाखेरि नै अलिकति यो कस्तो हुँदो रहेछ भने हामीले धेरै महिला अधिकारको कुरा गऱ्यौँ, धेरै दलितहरूलाई अगाडि बढाउने कुरा गऱ्यौँ, मधेस लगायतका पछाडि परेका वर्ग समुदायलाई अगाडि बढाउने कुरा गऱ्यौँ। अब त्यो मानसिकता चाहिँ के हुँदो रहेछ भने लामो अभ्यासदेखि त्यो दलित समुदाय छुवाछुत गरेर चाहिँ हेपेको छ, उसले चाहिँ आफ्नो भाग्य नै कर्मै यही ठिकै छ भन्ने खालको एउटा मेन्टालिटी होइन। पछाडि परेको वर्ग समुदायको पनि त्यो मेन्टालिटी, अब उनीहरू त जन्मदै ठुलो घरमा जन्मदै उयो भन्ने टाइपको अहिले एक खालको मेन्टालिटी के विकास हुन थाल्यो भने राजनीतिक दलहरूले कार्यक्रम गर्न चाहिँ प्रशासनसँग स्वीकृति लिनुपर्ने, उसले राखेको लाइनमा बसेर हामीले कार्यक्रम गर्नुपर्ने, यो चाहिँ हामी मान्दैनौँ। दलीय सिस्टममा सिडिओले स्वीकृति दिएर सिडिओका लाइन लाएर निवेदन दिएर हामी कार्यक्रम गर्दैनौँ। सहयोगी ढङ्गले सार्वजनिक रूपमा उहाँहरूले हामी कार्यक्रम गर्न लागेको कुरा जानकारी पाइसक्नु भएको छ। जानकारीसम्म उहाँले माग्नुभयो भने हामी जानकारी दिन्छौँ। फेरि हामी त्यति धेरै दम्बी पनि छैनौँ जानकारी नदिने। तर काठमाडौँको सिडिओ कार्यालयमा गएर सिडिओ साहबसँग लाइन लाएर स्वीकृति लिएर हामी गर्दैनौँ। अब मलाई विश्वास छ हामीले गरेका हरेक कार्यक्रममा, यो 2 महिनामा हामीले धेरै कार्यक्रम गरिसकेका छौँ। सबै कार्यक्रम शान्तिपूर्ण भएको छ।
नेकपा एमाले र युवा सङ्घसँग आबद्ध रहेका कुनै पनि साथीहरूलाई प्रहरी प्रशासनले कुनै पनि अभियान धेरै प्रयत्न गर्दा पनि लगाउन सक्नु भएको छैन। एमाले र युवासँगका धेरै साथीहरूलाई मुद्दा लगाउने थुन्ने अनेक फाइलहरू हिस्ट्रीहरू सबै उहाँले खोजिरहनु भएको छ, सक्नु भएको छैन। र यो आन्दोलन हामी एकदम शान्तिपूर्ण गर्छौँ। यो आन्दोलनको हाम्रो काहीँ कतै जुन्ने भिड्ने हाम्रो उद्देश्य होइन, त्यस्तो सधैँ छैन। मैले अघि भनेको उद्देश्यमा यो केन्द्रित हुन्छ। त्यसो भएको हुनाले प्रमुख जिल्ला अधिकारीज्यू अथवा प्रहरी प्रशासनले अथवा सरकारले हामीलाई शान्तिपूर्ण आन्दोलन गर्न दिन्छ भन्ने विश्वासमा हामी छौँ। अब अहिले नै काल्पनिक कुरा गरेर दिएन भने हामी जुत्छौँ भिड्छौँ किन भन्नु। अहिले चाहिँ उनीहरूले दिन्छन् भन्नेमा हामी विश्वस्त छौँ, यति भन्छु। जस्तो मेरो एउटा प्रश्न नि, तपाईँ योभन्दा अगाडि निर्वाचित सांसद मन्त्री बनिसक्नु भएको पार्टीको जिम्मेवार पदमा हुनुहुन्छ, तर तपाईँलाई समाजले हेर्ने दृष्टिकोण चाहिँ भिलेनको जस्तो, त्यो सामाजिक सञ्जालमा हेर्ने भने गाली मात्रै देखिन्छ। यो खास तपाईँको कमी कमजोरी हो कि दृष्टिले फरक हो कि जनताको? कम्तीमा तपाईँबाट त अहिलेको विषम परिस्थितिमा जनताले अपेक्षा गर्नु पर्थ्यो, तपाईँबाट चाहिँ कम्तीमा केही होला है, उहाँ हुनुहुन्छ भन्ने एउटा तपाईँको मतदातादेखि लिएर आम जनताले आशा गर्नुपर्ने व्यक्तित्व हुनुपर्थ्यो तपाईँ। यसमा केही उदाहरण दिनु न, के मैले त्यो चाहिँ के गरेँ? सञ्जालमा हेर्ने भने होइन, सञ्जालको कुरा होइन, उदाहरण दिनु न। सञ्जालको हिसाबले चाहिँ किन तपाईँप्रति सञ्जालको कुरा नगर्न, केही उदाहरण छन् मैले गरेको कमी कमजोरी त्यस्तो? तपाईँले दिने अभिव्यक्तिहरूमा खुकुरी राख्नेदेखि लिएर अलिकति पत्रकारलाई पनि प्रश्न गर्न डर लाग्ने के? जस्तो केमा डर लाग्ने? खुकुरी राखौँ, खुकुरी राखेर त गलत छ भने तसेरी होइन, खुकुरी राखेर गर्दैछौँ हामी प्रकाश। अहिले त छैन, त्यही पनि अब तपाईँलाई सोध्दै गर्दा चाहिँ काहीँ कतै भोलि गाह्रोमा पर्ने हो कि? अब सोसियल मिडिया मोनिटाइजेसन गर्नको लागि एमालेको सरकारले गरेको ठुलो सङ्घर्ष, हामीले ल्याउन खोजेको सोसियल मिडिया ल का कारणले पहिला हामी श्रमजीवी पत्रकार भन्थ्यौँ, अहिले डलरजीवी पत्रकार हुनुहुन्छ 80%। मैले आरोप लगाएन, तपाईँलाई भने जो डलरजीवी हुनुहुन्छ फेरि आएको सबैलाई फेरि। र डलरजीवी पत्रकारहरूले सत्य कुरा त बिग्दैन, भ्रम फिजाउनु पर्यो। रवि बालेन जस्ता लुसिफर र विदेशी दलाललाई तपाईँहरूलाई मुकुट लगाइदिनु पर्यो। मुकुट नलाउँदा तपाईँहरूको चल्दैन, फेरि टिआरपी पनि बढ्दैन, भ्युज पनि बढ्दैन। अब केपी ओली महेश बस्नेहरूलाई सिङ जुरो हालिदिनै पर्यो होइन? ल भन्नु त के छ त? म गाविस अध्यक्ष भएको 54 सालमा मैले गुन्डुको कायापलट गरिनँ कि? जुत्ता बोकेर स्कुल पढ्न आउँदाखेरि पाण्डु बजारको नालीको फोहोरमा गोडा धोएर मोजा लाउनु पर्ने मेरो गाउँ आज गएर हेर्नुहोस् कस्तो छ। अहिले जान अल्छी लाग्थ्यो होला, केपी ओली आएपछि जानु भएकै होला होइन? हाम्रो गाउँका पहिला पुल कस्ता थिए, हामी पढ्ने स्कुल कस्ता थिए। भैरवी स्कुल भन्ने त उत्तिसा दलिनभित्र धुलो झर्दै भित्रै जुका लाग्थ्यो। त्यो छात्राहरू जुका लगाएर रुन्थ्यो र हामी जुका झिकेर यसरी गर्थ्यौँ। अहिले स्कुल कहाँ पुगेको छ? आइसिटी ल्याबदेखि लिएर काठमाडौँ ओल्ड स्कुल जस्तो स्कुल त्यहाँ पुग्यो अहिले प्राइभेट सेक्टरको। मेरो गुन्डु प्रतीक भने मैले भक्तपुर 2 नम्बर क्षेत्र म सांसद हुँदा तपाईँहरूले प्रमोट गरे बालेनलाई म चुनौती दिन्छु। ल बालेनको 3 वर्षको विकास हेर्नुहोस्, महेश बस्नेतले 5 वर्षमा सांसद भएर 20वटा मन्त्रालय धाएर गरेको विकास हेर्नुहोस्। म उद्योग मन्त्री भएको बेलामा वाणिज्य र आपूर्ति नजोटेको है, फेरि याद गर्नुहोस्। सुशील कोइराला प्रधानमन्त्री र रामचरण अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरू यति कट्टर हुनुहुन्थ्यो कि सेतो दारी र कालो दारी बाले हामीलाई काम गर्दैनन् भन्थ्यौँ हामी मन्त्रीहरू। यी दुईवटा बासँग जुधेर औद्योगिक क्षेत्रमा कति धेरै परिवर्तन मैले गरेँ। अब हाम्रो एकजना पत्रकार हुनुहुन्छ, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ, पत्रकार भने त नेकपा यसका चाहिँ हाम्रो पृष्ठतरी जस्तै उसको अध्यक्ष के हुन्छ तिनी होइन, सल्लाहकार। आज भने छ, भोलि भने छ। मलाई त 3-4 वर्षदेखि खेदा किन भन्दा उद्योग मन्त्री भएको बेलामा मलाई विज्ञापन दिएन अरे। मैले अबलाई सोधेँ किनभने यसले हामीले हेभी इग्नोर गर्यो। योभन्दा हामी सिनियरै हो। किशोर शेठर र समूह शेषरलाई मन्त्री नबनाई महेश बस्नेतलाई मन्त्री बनाउने केपी ओली, त्यो भएर छोडा केपी ओली। इन्फर्मल उहाँका कुरा। त्यो वाणिज्य मन्त्रालयभित्रको कार्यक्षेत्रको कुरो रहेछ, त्यो कुनै उद्योग मन्त्रालयभित्र कार्यक्षेत्रको कुरो होइन। महेश बस्नेतलाई गिरफ्तार गर्दैछ अरे वाणिज्य मन्त्रालय कार्यक्षेत्रको भित्रको कुरो। त्यो के अरे यो खाद्य त्यो सप्लाई गर्ने के भन्छ पोस्ट दानाको विषयमा। अनि मैले के भने यो न म मन्त्री हुँदाको मेरो कार्यक्षेत्रको कुरा न के हो। किशोर श्रेष्ठजी राम्रोसँग अनुसन्धान गर्नुहोस्। म त परिआए मरिन्छ भनेर पोलिटिसियन लागेको हो, प्रमाणित गर्नुहोस्। म मर्न तयारै छु।
पुष्टि भयो भने तपाईँ चाहिँ के हो त भन्न मैले नपाउनु त त्यो भने बापत चाहिँ नि के अरे तपाईँलाई भने भिलेन अब म भिलेन भएँ अब के पत्रकारहरू सबैको नाम किन लिनु के पत्रकारहरू त यति धेरै लागेका छन् मेरा विरुद्ध 2-4 जना पत्रकारहरू तिनका स्रोत के हो तिनले कहाँबाट तल बुझेका छन् बार फाउन्डेसनको खान्छन् भन्दाखेरि त मान्छेहरू पत्याउनु थिएन नि त कस्ता कस्ता मुकुट लगाएर रहेछन् त सन्दुक रुई जस्ता मान्छे हामी कति धेरै रेस्पेक्ट गर्दैनौँ आज प्रकट भएन महावीर पुन जस्ता मेगा सिसी पुरस्कार पायो भनेर सबभन्दा धेरै खुसी हामी भएको होइन आज प्रकट भएन नि सबै कुरा जगदीश खरेलजीदेखि लिएर सुदन गुरुङजीदेखि लिएर यी सबै मान्छेहरू प्रकट भएनन् हिजो कुनै बेलाको हामीले भगवान्को अवतार मानेका मान्छेहरू आज कुन ढङ्गले प्रकट हुन्छ बालनजी आज प्रकट भएनन् ल हाम्रो राजनीतिक जीवनमा फेरि पनि म चुनौती दिन्छु अब मलाई भिलेनको रूपमा इङ्गित गरेर नि गर्नुहोस् र महेश बस्नेतले गाविसको अध्यक्ष भए बेला कुनै उपभोक्ता समितिमा बसेको छ भने तपाईँले लेख्नु होला मेरा धेरै सहयोगदा साथीहरू उपभोक्ता समितिमा बस्थे खानेपानी समितिको अध्यक्ष बन्थे कुनै सरकारी अफिसहरूमा महेश बस्नेत त्यतिखेर 5 लिटर तेल लिएको छ भने म चाहिँ त्यतिखेर सबभन्दा पहिले मलाई बुवाले चाहिँ गाविस अध्यक्ष हुनुभन्दा पहिल्यै दोष लाग्छ भनेर एउटा किन्नु भएको थियो के अरे यो याम्मा मोटरसाइकल किनिदिनु भएको थियो पछि मैले स्प्लेन्डर डिस्कभर फेर्दै गएँ 1 वर्षको आलु बेचे पैसाले मलाई बुवाले मोटरसाइकल किनिदिए अनि मलाई तपाईँले प्रश्न गर्नु मिल्छ अनि त्यतिखेर टेलिफोनको सुविधा हुँदा 1 वर्षको आधा धान घर खानु पनि छुटाएर धान गरे पैसाले टेलिफोन किने टेलिफोन कटुन्जेदेखि 1900 मिटर 4 रुपियाँ 50 पैसा मिटरको तार तानेर मैले टेलिफोन जोडेँ मेरो गाउँ त्यस्तो गाउँ थियो म गाई सदस्यमा 5 लिटर तेल कुनै सरकारी निकायबाट महेशले हालेछ भने खोज्नुहोस् 54 सालदेखि अहिलेसम्म अस्ति वडाकारले जलायो अहिले फालिसकेको छैन 54 सालदेखि अहिलेसम्म महेश बस्नेत राति 2 बजेसम्म बुढी गण्डकी पुलको चाहिँ यसरी साबेल चलाउँदै हिँड्थ्यो मजदुरदेखि इन्जिनियरसम्मको काम गर्ने दक्षता मैले त्यही गाई सदस्य भएर गरेँ 60,000 पैसा छुट्याएर 200 मिटरभन्दा बढी नाली बनाएको छ महेशले पुल बनाउने ठाउँमा मनमोहन अधिकारी 13 लाखको हेल्पोस 5 लाखमा 14 लाख भनेको पुल 6 लाखमा सडक केपिओलीदेखि मनमोहनदेखि माधव नेपालले सबै लगाएको छु मैले म गाई सदस्य हुँदा म उद्योग मन्त्री हुँदाखेरि उद्योग व्यवसाय ऐनदेखि लिएर कम्पनी रजिस्ट्रार ऐनदेखि लिएर बौद्धिक सम्पत्ति संरक्षण ऐनदेखि लिएर अहिले तपाईँले डिजिटल मनी प्रयोग गर्नुहुन्छ नि क्युआर कोड त्यो महेश बस्नेतको योगदान ल्याएको गएर हेर्नुहोस् त्यहाँ गएर अहिले सेक्युरिटी प्रेसको कुरा छ नि कतै सेक्युरिटी प्रेसमा घोटाला सोटाला कुरा नै आयो त्यो सेक्युरिटी प्रेसको कन्सेप्ट नै मैले ल्याएको गएर बुझ्नु न उद्योग मन्त्रालय छँदा महेश बस्नेतले के काम गर्यो भने डिजिटल सिग्नेचर भन्ने हाम्रो कानुनमा थिएन हाम्रो कानुनमा चाहिँ नि अनलाइन पेमेन्ट सिस्टमको कुरा थिएन अनलाइन कीको सिस्टम थिएन त्यो सबै कुरा डाक्टर मिनेन्द्र रिजालसँग उहाँ सञ्चार मन्त्री हुनुहुन्थ्यो धेरै कुरा सहकार्य गरेर चाहिँ ल्याएको त्यही भएर उद्योग मन्त्रालय मेरो उत्कृष्ट कार्यकाल हो 11वटा देशका उद्योगहरूमा 10 लाख पनि बजेट नदिँदा एकैचोटि 95 करोड त्यसको भौतिक पूर्वाधार क्षेत्रमा बजेट छुट्याउने मान्छे मै हो औद्योगिक पहुँच मार्ग जडीबुटी पहुँच मार्ग लगायतका नयाँ कन्सेप्टका कार्यक्रमहरू अब 12-13 वर्ष भइसक्यो मान्छेले बिर्सिसक्यो म सांसद हुँदा मैले गरेका काम गरेँ हेर्नुहोस् ल मेरो क्षेत्रमा बाटो बन्न बाँकी छ कि मेरो क्षेत्रमा हेल्पोस्ट बन्न बाँकी छ कि सूर्यविनायक नगर हस्पिटल भक्तपुर अस्पताल बनेको 68 वर्षमा आइसियु जोडियो सूर्यविनायक चाङ्गुनारायण हस्पिटल जन्मदै आइसियु र एचडियु लिएर जन्मियो अहिले दैनिक 400-500 यी दुईवटा हस्पिटलमा ओपिडीमा आउँछन् भक्तपुर हस्पिटल यति धेरै गुणात्मक चेन्ज भयो कि हिजो वीर हस्पिटल र टिचिङमा हामी रिफर गर्थ्यौँ भने वीर र टिचिङले अहिले भक्तपुर रिफर गर्छ भक्तपुर दैनिक 1200 मान्छे ओपिडीमा आउँछ हाम्रा सामुदायिक विद्यालय मेरै गाउँको अहिले मैले नाम लिएको भैरवी भन्ने स्कुलमा 7 जना टिचर र 11 जना विद्यार्थी थिए अहिले तपाईँ गएर हेर्नुहोस् त त्यहाँ 360 जना विद्यार्थी छन् हाम्रो क्षेत्रमा भक्तपुरमा अरण्यको मावि ज्योति मावि शान्ति निकेतन मावि गणेश मावि महेन्द्र शान्ति मावि र जोरपाडी मावि यी 6वटा विद्यालयहरूमा तपाईँले विद्यार्थी भर्न पाउनु मध्यपुरभित्रको गणेश मावि आदर्श मावि मैले त्यहाँको कैलाश भक्त प्रधान हुन्थ्यो अध्यक्षले विद्यार्थी जानुभयो दाइ एउटा कम्पनीले झोलाएर चाहिँ शैक्षिक सामग्री दिनु पऱ्यो भनेको नल्याउनुहोस् अहिले त भर्ना गरेर पाएको छैन झन् यो झोला बाँड्छ भने झन् यतिकै मान्छे आउँछ यस्तो बनाएको छु महेश बस्नेतले गएर हेर्नु अब फेक आइडी खोलेर वार रुम खोलेर महेश बस्नेतहरूलाई कमजोर बनाएर हराएर हामी
दिच्छौँ भनेर योजनाबद्ध हामीलाई गाली गरेका छन् भने त स्पष्ट हुँदै जान्छ नि। यदि हामीले जुझारु ढङ्गले यो दिएको थिएन भने जेन्जी आन्दोलनपछिका लक्षण हेर्नु त, चोरी सुरु भइसकेको थियो, लोटपाट सुरु भइसकेको थियो, यहाँ हत्या लुट्या मान्छेले झापामा गएर लागु औषधको कारोबार गर्न थालिसकेको थियो, धादिङमा गएर आमाको हत्या गर्न थालिसकेको थियो, सिन्धुपाल्चोकमा गएर चाहिँ हाइड्रो पावरमा सेयर माग्न थालिसकेको थियो। यही नारी उड्डयन प्राधिकरणको डीलाई थर्काएको होइन, बच्चादेखि नै कुखुरा चोर रहेछ भनेर तपाईँले नि छाउनु त पछि कस्ता कस्ता मान्छे इन्भल्भ रहेछन्। सङ्कटकाल लगाउने कुरा भइसकेको थियो, ज्ञानेन्द्रलाई फेरि उठाएर ल्याउने कुरा भइसकेको थियो, ज्ञानेन्द्रको दरबार वरिपरि त्यहाँ वार्ता छलफल भइसकेको थियो। अनि जेएनजीले हाम्रा घर चाहिँ यहाँबाट 18 किलोमिटर परको गुन्डुको घर चाहिँ देख्ने, त्यहीँको निर्मल निवास नदेख्ने, यहीँ शान्तिनगरको बालनको घर नदेख्ने, एक बालनका आउरे बाउरी यहीँ केबी खनालको यहीँको के अरे चियादानी भने यहीँ पुदैसबाट 100 मिटरको नदेख्ने। अनि त्यो विवेक थपेलियाको चाहिँ उहाँ कपनको बिचरा श्रीमतीको दुःख गरेर बसेको भाडा घरको चाहिने एउटा पसल देख्ने, महानगरपालिका यहीँ नदेख्ने, गुन्डुको वडा कार्यालय देख्ने, यहीँ महानगरपालिका बागडोग्रा नदेख्ने, बागडोग्राले यहीँको दमकल नदेख्ने। कहाँ जान खोज्दैछ परिस्थिति? हाम्रो कारणले आज यो परिस्थिति सिर्जना भएको छ। त्यही भएर तपाईँले मलाई दानव देख्नुभयो होला, के देख्नुभयो होला, मलाई त जहाँ पनि वाह छ, वाह महेशजी भन्नुभएको छ। मैले यति भनेको छु कि 3 वर्ष अगाडि बालेनहरू लुसिफर हुन्, रविहरू काम लाग्दैन भन्दा पत्याउनु भने उहाँलाई जिताएर हामीलाई हराउनु भयो। अहिले तपाईँहरू पछुताउनु भएको छ, तर देश ध्वस्त भयो। 3 वर्ष अगाडि बालेन र रविहरूलाई हराएर हामीले जिता भए 900 भोटले म हारेँ, यो देश यस्तो हुन्थेन। म फेरि पनि ग्यारेन्टीका साथ भन्न सक्छु, गृह मन्त्रालय सञ्चार मन्त्रालय जस्ता मन्त्रालय मेरो हातमा भइदिए यो देश यस्तो हुन्थेन। तपाईँहरू सबैको भावनाको प्रतिनिधित्व गरेर लुसिफरहरूलाई तल लगाएर विदेशी शक्तिलाई घुस्न नदिएर हामी चाहिँ देश जोगाउँछौँ भन्ने लाग्छ है मलाई चाहिँ। अब भोलिका दिनमा पनि हामी जोगाउँछौँ। फेरि हामीले मैदान छोडेर हातबाट उठाएर हिँडेका छैनौँ, भोलिका दिनमा पनि हामी जोगाउँछौँ। त्यही भएर आलोचनादेखि हामी डराउँदैनौँ। हामीले के गर्ने यो कुरा हामी स्पष्ट छौँ। हामी सार्वभौम सत्ता नेपाली जनताको जोगाउन लाग्छौँ, राष्ट्रियता जोगाउन लाउँछौँ, मुलुकको अखण्डता जोगाउन लाउँछौँ, सामाजिक सद्भाव जोगाउन लाउँछौँ, हामी जनताको हितको पक्षमा लाग्छौँ। हामी अराजक होइन, हामी अराजक र जुझारुमा चाहिँ तपाईँले भिन्नता पाउनु भएन क्या। अराजक भने चाहिँ विधि नमान्ने, पद्धति नमान्ने, चोर्ने, लुट्ने, डाका गर्ने, त्यो भीम उपाध्यायदेखि लिएर दुर्गा प्रसाददेखि सबै अराजक खालका प्रवृत्तिका मान्छे हुन्। यद्यपि अहिले दुर्गा प्रसाद गिरफ्तारी फरक वर्षमा भएको हुनाले त्यो बेठीको हामीले भनिरहेको छौँ होइन। तर हामीले जे कुरा गर्छौँ हाम्रो अराजकता होइन है। हामी चाहिने जुझारु नेचरका मान्छेहरू र हाम्रो जस्तो देश बनाउनु चाहिँ जुझारु नेचरको मान्छे लिडरसिपमा चाहिन्छ। केपी ओली पनि जुझारु हुन्, केपी ओलीको चेला हामी पनि जुझारु हौँ। जुझारु भनेको चाहिँ विधि मान्ने, पद्धति मान्ने, लोकतन्त्र मान्ने, प्रेस स्वतन्त्रता मान्ने, गरिब शोषित दलितको पक्षमा काम गर्ने, हामीले त्यो गर्छौँ। हामीले त्यो कहीँ तोडा छैनौँ। त्यही भएर हामीले ओपनली च्यालेन्ज गरेको छौँ। त्यही भएर गलत ढङ्गले व्याख्या नगरिदिनुलाई म अनुरोध गर्छु। सके यथार्थ व्याख्या गरिदिनुहोस्, सक्नुहुन्न भने चाहिँ गलत व्याख्या चाहिँ नगरिदिनुहोस् भन्ने मेरो आग्रह हो।